हाई गाइस दर्शक नमस्ते म कुमार गदैली तेज फिकल सिन्धु युट्युब च्यानलबाट फरक प्रस्तुतिको साथ उपस्थित भइसकेको छु। यो भिडियो हजुरहरूले अन्तिमसम्म हेरेर लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नभुल्नु होला। आज म काठमाडौँदेखिको चाहिँ चितवन जाँदैछु। चितवन जाने क्रममा चाहिँ म ठाउँ दृश्यहरू चाहिँ तपाईँहरूलाई चाहिँ म देखाउने जमर्को गर्दछु यो क्यामेराद्वारा। तपाईँहरू हेर्दै गर्नुहोला। हाई गाइस अहिले चाहिँ म चाहिँ चितवन जाने क्रममा म चाहिँ यो ठ्याक्कै यो पुलको नाम चाहिँ थाहा भएन मलाई। म अहिले यहाँनिर पुलनेरि आइरहेको छु। अब यहाँ चाहिँ चितवन जाने क्रममा चाहिँ त्यहाँ पर चाहिँ बाटो चाहिँ साफ गरिरहेको छ र अनि अलिकति बन्द हुने रहेछ 3:30 बजेसम्म। त्यसै क्रममा चाहिँ अनि यसो यहाँ पुलमा चाहिँ चट्टसँगले बाइक राखेर चाहिँ म चाहिँ यहाँ बसिरहेको छु। गाइजहरू यहाँ यसो देखाइरहेको छु मैले। यो ठाउँको नाम चाहिँ ट्याक्कै थाहा भएन। म चाहिँ सुरुतालीमा आएको हो यहाँ। त्यो भएको कारणले गर्दाखेरि ठाउँको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन। जे भए पनि यो धादिङमै पर्छ। यो धादिङमै पर्छ पर्न चाहिँ के हो भने थाहा भएन। यहाँनिर आइरहेको छु। यताबाट पनि छ अरे 3 किलोमिटर गइसकेर अनि यता पारिपट्टि चढ्नु छ अरे। बाटो अलिक अप्ठ्यारो छ अरे भन्ने खाले कुरा भयो। म पनि फर्स्ट टाइम भएको कारणले गर्दाखेरि अब यतापट्टि यहाँनिर यता चाहिँ बनाइरहनु भएको छ। बाटो बनाइरहनु भएको रहेछ। जेसिबी चलिरहेको छ त्यहाँनिर। त्यो बाटो साफ भइसकेपछि अहिले 3:30 बजे, अहिले 3 बजे 3:30 बजे म त्यही बाटोबाट जाँदै गरिदिन्छु है त हजुर। आहा हाई गाइस अहिले म चाहिँ मुगलिन कटेर यता चितवन जानेतिर नारायणघाट जानेतिरको बाटोमा यस्तो हेर्दाखेरि यस्तो खालको पहरा रहेछ होइन। त्यो देखाउनु गइरहेको छु मैले होइन। यस्तो खालको छ ल। यो चाहिँ मुगलिन कटेर अनि यता नारायणघाट जाँदैखेरि चाहिँ मुगलिनबाट अलिकति उता कटिसकेपछि यस्तो पहरा ल हेर्नुहोस् त। यस्तो बबाल दामी ठाउँ रहेछ ल। हामी दुईजना बुढाबुढी यसो चितवनतिर यसो घुम्नलाई हिँडेको यस्तै छ है गाइजहरू। ल कस्तो लाग्यो नानी तिमीलाई यो चाहिँ भिडियो? धेरै रमाइलो भिड देख्दाखेरि कस्तो अनौठो कस्तो अनौठो लाग्यो? राम्रो छ। भिड त यस्तो खालको भिड देखाएको थिएन है। देख्न पाइन्छ। यस्तै हो यस्तै हो।